हेलो गाइज गुड आफ्टरनुन। अब आजको भ्लग चाहिँ मेरो दिउँसोबाट सुरु हुँदैछ। किन भन्दाखेरि हामी बिहानैदेखि के गरिरहेको थियौँ, काम गरिरहेको थियौँ। सो हामी बिहानैदेखि काम गरिरहेको थियौँ र खाना खाने बेला भइसक्यो र अब आज चाहिँ अब म खाना खानको लागि जाँदैछु र भ्लग यहीँबाट सुरु हुन्छ आज मेरो। जाउँ। ओके अब खाना खान जाउँ। आज चाहिँ हामी लिमिटेड मान्छे मात्र छौँ, कतिहरू घुम्न गएका छन् र मलाई खरायोले खाना खान बोलाइसक्यो। खरायो भनेको चाहिँ हाम्रो विनायक भाइले मलाई खाना खानको लागि बोलाइसक्यो र आज खानामा चाहिँ केही स्पेसल छ हेरौँ। ए खाना खायो? खाना खायो तिमीले? कस्तो छ खाना? मैले देखिसकेँ विनायकलाई। कस्तो छ खाना? माछा छ, ठिक छ। माछा छ, करेला छ। ल ए केटाहरू यहाँ धुरन्धर हेर्दै रहेछन्। ओके खानामा चाहिँ आज माछा छ अरे, त्यही भएर म चाहिँ खाना खानको लागि जाँदैछु। मिठो छ टेस्ट भन्यो भने, माछा भएपछि त मिठो भइहाल्छ। ओके किनकि मैले यहाँ माछा नखाएको पनि धेरै भयो। त लेट्स सी कस्तो छ। मेरो रुममेट आउँदैछ, त्यही भएर म चाहिँ उसलाई कुरिरहेको छु। अनि ऋतिक दाई चाहिँ अलवेज बिजी अन फोन। के छ दाजु? एस्ट्रोनट सर नमस्कार। नमस्ते। एस्ट्रोनट इन्जिनियर साहब। एस्ट्रोनट त खाना खानुभयो? भर्खर कस्तो छ? आज एकदमै उ छ के मसाला हो? ठिक छ। ओके आज एकदमै मसलादार खाना छ अरे। गइदिउँ खाइदिउँ, खानै पऱ्यो होइन, भोक लागिरहेको छ मलाई लास्टै। ओके गाइज म चाहिँ किचनमा पनि आइसकेँ र यहाँनिर के खाने भनेर कछ खाना। ओके उसले खाइसक्यो। लेट्स सी यहाँनिर आज यतिजना मात्र हो। हाम्रो प्रियङ्का कर्णजीले चाहिँ यहाँ के ओके लिस्ट लेख्दै हुनुहुन्छ। दाइले खाना खाइसक्नुभयो। के हो के दाइ? के हो के तपाईँ माछा खाइदिने त्यसै? त्यसै कहाँ आएको छ माछा? हातले खाइरहेको छु। मैले के भने तपाईँले के माछा खाइदिने भने चाहिँ हातले खाइरहेको छु भन्नुहुन्छ। हात खानुभयो हो? तपाईँ के हो मसरुम खाना छोडेर माछा खाने? मसरुम पकाएकै छैन र के खानु? तिमीले खायौ? ओके अब खाना खाइहालौँ है त। ओके गाइज मैले खाना खाएर आइसकेँ। माछा थियो, करेला फ्राई थियो, त्यस पछाडि दहीहरू खायो। अब एकछिन रेस्ट गर्नु पऱ्यो खाना खाए पछाडि। अनि त्यसपछि अब केटाहरूले हेर्नुपर्छ के गर्दैछन् स्टिल। केटाहरूलाई डिस्टर्ब हान्दै एकछिन अब तिनीहरू ढोकालेर हेर्छन् र मलाई देख्दैन। खरायो चाहिँ निक्लिएर यस्तो ढोकाबाट हेरेर गयो तर मलाई देखेन। ओके गाइज यो मान्छे जू गरेर आएको रे। जू एक अर्कालाई हेर्न बिर्सेर किन जू गएको थियो? अनि हामी 1 घन्टामा जुको त्यो टाइम सकिने रहेछ क्या। एक घन्टा हो जू गएर 1 घन्टा टाइम। ल जाउँ भात खान। खायो एक्लै गयो। कहाँ गयो? तिमी गएनौ जू? कहाँ? मैले सुरु गरेको ए ल जाउँ त्यसो भने बिरयानी खानलाई। कहाँ? त्यो हिजो तिमीले 150 उठाउनु पर्ने थियो अरे उसबाट। ल जाउँ। के के को पैसा? अब हामी कहाँ बिरयानी खान जानु होइन? ल जाउँ। कहाँ नि भात खाने? हिँड ल हिँड, म तिमीलाई खुवाउँछु। ल नखानेको जहिले प्लिज प्लिज के हिँड आऊ जाउँ। यहाँ बाहिर होला त। त्यहाँ के छ? के खाने? हेर्नु आउनु। यहाँ के छ हेरौँ न। ल हेरिदिउँ न त यहाँ के छ। यही खाना हुन्छ बिहान हुन्छ माछा।
क्या है आज सुभाष पांडे सुभाष पांडे सिमी इस पे दाल राइस इस पे ओ ये इस पे कुछ नहीं है ल गाइजहरू हाम्रो खाना रेडी भइसक्यो के गर्ने त ल कल इज योर्स है गाइजहरू जान त बिरयानी खाने ल गइदिउँ न केटाले जान्छ होला त भनौँ ल बोलाउँ न सबलाई लिएर जाउँ कसले केटाहरूलाई केटाहरूलाई पनि ल्याउँछौँ न यस्तो फुच्चेलाई पनि बोलाउँ न खोजेर जाउँ पैसा दिइरहनु होला ओके अब हामीले बिरयानी खान जाने कुरा डिसाइड गऱ्यौँ फेरि त्यही भएर सब केटाहरूलाई बोलाउनु जान लागिरहेछौँ हामीले अर्डरै गरेन हामी टाइमरहरू कति अर्डर गर्थ्यौँ यहाँ त अर्डर गर्ने बेला के रेस्टुरेन्टै छैन छ बेङ्गलोर जस्तो हामी यहाँ बिरयानी खान आइसक्यौँ 3 प्लेट 5वटा प्लेटमा 3 प्लेट 5वटा प्लेट ठिक छ नि यहाँ दाइले दिँदै हुन्छ दाइहरू पनि सब प्लेट त्यहाँ चाहिँ मेन्यु उतापट्टि छ अब केटाहरूले यहाँ वाइल्डै आउँछ भनेर चाहिँ अब हेरौँ कतिको छ भनेर मिस गरेन हामीसँग यस्तो ल्याउनु न हामीले जुमा के हेऱ्यो भन न वाइल्ड हामीले जुमा मङ्की हेऱ्यो हामीले जुमा भालु हेऱ्यो हामीले जुमा हात्ती हेऱ्यो हामीले जुमा स्नेक हेऱ्यो हामीले जुमा यो सब हाम्रो घरतिर पाउने अरू अरू के हेर्नु हामीले जुमा बाघ हेऱ्यो हामीले जुमा सिंह हेऱ्यो चितवनको मान्छे हात देखेर खुसी भइरहेको हामीले जुमा गैँडा हेऱ्यो हो यो त गाउँमा हिँड्छ चितवनमा एप्टर हेर्न जानु पर्ने म त हिजो गएको कस्तो ए हिजो तिमीलाई बोलाएको हिजो त अब त्यही त हिजो हाम्रो छुट्टै थियो कस्तो लाग्यो त्यो अब स्टोरीको बेसिसमा होइन तर सिन त्यो चाहिँ कस्तो के चस्मा लाएर हेरेको कि नलागेन चस्मा लाएर हेरेको दामी 3D आइम्याक्समा हेरेको 250 छ मन लाग्थ्यो दाइले जाम ल जाउँ न त फेरि आइम्याक्स हेर्नु आइमेक्स 500 कति छ अनि फेरि हेर्ने क्या एउटैलाई अनि के भन्दा 500 त 800 हो नि नेपाल त के भन्दा त्यस्तो मुखमै जुन हानी हानी खिचा जस्तो लागिरहेको 50,000 मान्छेलाई बाँध कहाँ हो मैले त त्यो रेन्ज भनेको नि मेरो त मुनि 40 सम्म नि हुनसक्छ माथि 60 सम्म नि हुनसक्छ के गरिरहेको क्या मान्छेले मलाई त्यो फिल्टर लाएर होइन केटी बनाएर छैन जस्तो लागिरहेको लानुपर्छ र तिमीलाई केटी भन्न ल जाउँ भयो क्या खाउँ ल के भयो अब दारी काट्छु त्यो के अरे उसले भन्दाखेरि मुद्दाले कपाल काट्नलाई पैसा लाग्छ भनेर 12 GB हिजो किन सक्यो अब प्रतीकको तालुमा यहाँ खाएर टन्न हिँडिसक्यौँ कस्तो लाग्यो टन्नै टन्न हार चाहिँ हिँड्यो कस्तो लाग्यो मलाई चाहिँ राम्रो लाग्यो होइन श्रेयासलाई चाहिँ सोध्नु उसलाई कस्तो लाग्यो तपाईँको हिजोको पैसा कसले दिनु भएको छ उयो भाइले भाइले ल यो भाइसँग तपाईँले तिमीले नै ल्याउनु होइन 290 लिनु न अनि त्यसै उब्रेको पैसा म दिइहाल्छु त तपाईँ 290 लिनु न म तपाईँलाई 450 दिनु सर त्यसो भन्दा 400 हिजोको त हिसाब छुट्टी तिम्रो अनि हिसाब तिम्रोसँग उठाउने पैसा उठाउनु न ओके गाइस हामीले खाना खाएर पनि एक राउन्ड घुमेर आइसक्यौँ यहाँ चेन्नईमा यसो घुमिन्छ बेला बेलामा खाना खाएपछि बिरयानी मिठो थिएन बिरयानी भनेर फ्राइड राइस दिएको थियो यार बिरयानीलाई फ्राई गरिदियो अनि त्यसमा फेरि मासु अर्को फ्राई मासु थोरै त्यो फ्राई मासु थियो क्या फ्राई मासु बिरयानी हुँदै त्यो होइन बेकारमा खाइयो अब नेक्स्ट टाइमदेखि हाम्रो साथीहरूलाई भरोसा नगर्ने आफै किन्ने दिस इज द सेकेन्ड टाइम हो सेकेन्ड टाइम डिसअपोइन्टमेन्ट Okay, we'll see. भन्दै अब यहाँको लाइफ यस्तै छ भन्दै ओके बाई बाई